वेलनेस कन्टेन्ट सँगसँगै वेलनेस सुपर फुड एन्ड प्रडक्ट्स आर्टिसन च्यालेन्ज कम्युनिकेसन अनि एक्सपेरिमेन्ट मैले चाहिँ यहाँ गएर सिकेको भने चाहिँ कम्युनिकेसन स्किल चाहिँ हुनुपर्ने रहेछ। अनि म्यामलाई मैले दिएँ एन्ड अरू म्यामहरूलाई पनि दिएँ। उहाँ म्यामले चाहिँ धेरै मलाई हुन्छ नि एकदम सपोर्टेड कुराहरू अझै कुराहरू नयाँ कुराहरू पनि सिकाउनु भयो। अनि अनुष्का म्यामलाई पनि दिएँ। त्यहाँदेखि आफ्टर हामी चाहिँ घर फर्केँ। किन भन्दा चाहिँ बाबुहरूलाई अलिकति क्राउडहरू अलिकति मन परेन भनौँ कि अलिकति उनीहरूले एडजस्ट गर्न सकेन। अनि हामीले चाहिँ बाटोमा झम्सिकेल एरियामा जति चिनेको पसलहरूमा चाहिँ त्यहाँमा चाहिँ दिदी जाने भनेर हामीले प्लान गरेको थियौँ। तर बाबुहरूले त्यो प्लान चाहिँ फेल गरायो। अनि हामीलाई बिच बाटोमै भोक लागेर हामीले लिएको केक चाहिँ खाएर अनि बाबुहरूलाई चाहिँ पठाउ गरेर पठाएर मैले चाहिँ बाँकी पसलहरूमा अथवा क्याफेहरूमा मैले चिनेको ठाउँहरूमा चाहिँ दिएर एक्सपेरिमेन्टको लागि थियो नि त सबै कुराहरू धेरै कुरा सिकेँ। अनि मोसेस भाइ क्याफेमै हुनुहुँदो रहेछ, उहाँलाई पनि दिएँ। अनि रन फनबाट चिने विमला म्यामको बेकरीमा पनि दिएँ। अनि घर फर्केपछि आमालाई पनि टेस्ट गराएँ। अनि यो हाम्रो लोकल अनि यो ट्रेडिसनल अनि यो हेरिटेज बोकेको हो यो खास फुड चाहिँ। अनि यो फुड मैले चाहिँ अहिले नै मेरो पेजमा लन्च गरिसकेको छैन, एक्सपेरिमेन्टहरू गर्दैछु। अनि यो गर्ने क्रममा पनि कतिजनाले लिनु भएर मन पनि पराइदिनु भइसक्यो। थ्याङ्क यू सो मच। अनि तपाईँहरूको हेल्पको कारणले नै मेरो सानो बिजनेस चाहिँ ग्रो अप हुने हो। अनि ग्रो अप भइसकेर पनि मेरो धेरै भिजनहरू छ। सो विश यू वेलनेस ब्यालेन्सबाट चाहिँ अर्को भिडियो